आउनुहोस् आज एकपटक फेरि रवि लामिछानेको बारेमा कुरा गरौँ। यद्यपि रवि लामिछाने अहिले कारागारको चिसो छिडीमा न्यायको पर्खाइमा बसिरहेका छन्, तर यो देशमा आज कसैको सबैभन्दा बढी चर्चा छ त उही रवि लामिछानेको छ। आज देशका लब्ध प्रतिष्ठित व्यक्तिहरू लाइन लागेर रविलाई भेट्न नक्खु कारागार पुगिरहेका छन्। सुन्दा र देख्दा सामान्य लाग्दैन, तर पत्याउनुस् नपत्याउनुस् आज नेपालको राजनीतिको केन्द्र सिंहदरबार वा बालुवाटार होइन, नक्खु कारागार भइरहेको छ। रविबारे आज देश र विदेशमा अनेक टिक्का टिप्पणी भइरहेको छ। कोही न्वारानको बल लगाएर रविको सत्तो सराप गर्दैछन् त कोही रविलाई यो देश रूपान्तरणको एकमात्र आशाको दीपको रूपमा चित्रण गरिरहेका छन्। आज बजारमा सर्वाधिक रूपमा प्रयोग भइरहेको एउटा वाक्य भनेको रविमाथि राजनीतिक प्रतिशोध भएको छ भन्ने हो। आज म त्यही विषयको सत्य अन्वेषण गर्ने प्रयास गर्दैछु कि रविमाथि राजनीतिक प्रतिशोध भएको हो वा होइन, के रविलाई साँच्चै अन्याय भएको छ वा छैन। आज रविलाई जुन अभियोजनमा कारागार बस्न बाध्य पारिएको छ, यसको यथार्थको चिरफार गर्ने जमर्को गरेको छु। रवि राजनीतिमा आउनु पूर्व पनि सामान्य नागरिक थिएनन्। उनी लाखौं उपेक्षित जनता अनि आवाजविहीनहरूको आवाज थिए। उनीमाथि भुइँ मान्छेहरूको ठूलो आशा र भरोसा थियो र उनी आफ्नो पत्रकारिता मार्फत मुलुकमा व्याप्त व्यथिति, विसङ्गति, कुशासन र भ्रष्टाचारको विरुद्धमा खबरदारी गरिरहेका थिए। तर समयले उनलाई पत्रकारिताबाट खबरदारी गर्ने भूमिकामा मात्र नभई राजनीति मार्फत देशको मुहार फेर्ने अभिभारा सुम्पियो र यससँगै रविको जीवनको अर्को अध्यायको सुरुवात रासोपा भन्ने पार्टी मार्फत भयो। रवि र रासोपाको उदय यति दमदार थियो कि देशमा 35 वर्षदेखि हालिमुहाली गरिरहेका पुराना दलको मन र मस्तिष्कमा एकैसाथ ठूलो भूकम्प जान पुग्यो। फलस्वरूप रविमाथि अनेकौं प्रहार अनि षड्यन्त्रको सिलसिलावार हमला सुरु भयो। रविको तेज यति चर्को थियो कि समकालीन राजनीतिज्ञहरूले रवि र रासोपालाई आफ्नो वर्गशत्रु ठान्न थाले। सुरुमा त खेल आएको संसदीय अङ्कगणितमा रासोपा र रवि पनि अल्मलिएको जस्तो देखिन्थ्यो, तर बिस्तारै दशकौंसम्म देशलाई चोक्टा चोक्टा पारेर लुचिरहेका पुराना दलका गिद्धहरूलाई लाग्यो कि रविलाई नसक्ने हो भने हामीहरू सबै सकिन्छौं र त्यसपछि सुरु भयो रवि विरुद्धको भयानक षड्यन्त्र। रविले आफ्नो छोटो गृहमन्त्री कालमा बा, दाई अनि भाउजूहरूले ब्रह्मलुट मचाएका नक्कली भुटानी शरणार्थी र सुनकाण्ड जस्ता धेरै काण्डको फाइल खोल्ने साहस देखाए। अनि त के चाहियो, बा, दाई अनि भाउजूहरूको छटपट्टि सुरु भइहाल्यो। आफ्नो कालो करतुत छरपष्ट हुने भएपछि रवि सकाउन उनीहरूले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरे। पहिलो चरणमा नागरिकताको विषय उठाएर रविलाई गैर नागरिक बनाउने कोसिस गरियो। त्यसबाट रविले 2079 सालमा भारी मतले विजयी भएको संसद पद गुमाउनु पर्यो। तर जब रवि कानुनी रूपले पुनः बलियो भए, लगत्तै भएको उपनिर्वाचनमा पहिले भन्दा पनि निकै धेरै आफ्ना प्रतिद्वन्दी भन्दा झण्डै 3 गुणा बढी मत ल्याएर संसदमा पुनरागमन भए। त्यसपछि फेरि पुराना दलका दलाल नेताहरूको मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। हो, यही बिन्दुबाट रवि योजनाबद्ध रूपमा भयानक राजनीतिक प्रतिशोधको शिकार हुन सुरु भए, जसलाई नाम दिइयो सहकारी ठगी। रवि व्यवस्थापक रहेको गोर्खा मिडियाले सहकारी संस्थाबाट कुनै पैसा मागेको वा प्राप्त गरेको थिएन। गोर्खा मिडियामा लगानीको रूपमा 64 करोड जीवी राईको व्यक्तिगत बैंक खाताबाट आएको थियो, जसको स्रोत जीवी राई स्वयंले अडिट रिपोर्टमा हेटौडामा व्यक्तिगत जमिन बिक्रीबाट आएको हो भन्ने उल्लेख गरेका थिए। उक्त रकम रवि कम्पनीमा सामेल हुनु अघि नै कम्पनीमा लगानी भइसकेको थियो। जीवी राईले लगानी गरेको रकम जमिन बेचेर ल्याएको हो वा अन्य कुनै स्रोतबाट आएको हो भन्ने विषय रवि र गोर्खा मिडियामा कार्यरत अन्य कर्मचारीले कसरी थाहा पाउने? न रवि कुनै सहकारीको सदस्य थिए, न रवि आफैले कुनै सहकारीबाट ऋण लिएका थिए, न त गोर्खा मिडिया प्रणालीमा कुनै रकम लगानी गरेका नै थिए। हो, संसदीय छानबिन समितिको रिपोर्ट जतिचोटि पढे पनि भेटिने यति मात्रै हो। यसबाट के स्पष्ट हुन्छ भने सहकारी ठगीमा रवि होइन, सहकारी सञ्चालक, सहकारीबाट ऋण लिने ऋणी र त्यो पैसा गोर्खा मिडियामा लगानी गर्ने लगानीकर्ताहरू नै मुख्य जिम्मेवार हुन्। तर रविको राजनीतिक उदयले आत्तिएका तत्कालीन शासकहरूले खाँदै नखाएको विष रविलाई कोच्याइदिए। तपाईँ आफै भन्नुहोस्, तपाईँ कुनै कम्पनीमा जागिर खान जाँदै हुनुहुन्छ, के तपाईँ त्यस कम्पनीको सञ्चालकलाई सोध्नुहुन्छ कि त्यो कम्पनी सञ्चालन गर्न तपाईँले लगानीको रकम कुन स्रोतबाट ल्याउनु भयो? पक्कै सोध्नुहुन्न। रविको गल्ती सायद यही हो, उनले पनि सोधेनन् र लगानीकर्ताले दिएकै रकमबाट गुडविल शेयर र तलब थापे। अब फेरि सोच्नुहोस्, तपाईँ काम गर्ने कम्पनीमा तलब थाप्दै गर्दा
तपाईँ सोध्नुहुन्छ कि मलाई तलब कुन स्रोतबाट दियो? पक्कै सोध्नुहुन्न। न रविले काम गरेको गोर्खा मिडिया गैर कानुनी थियो, न त्यस कम्पनीले कुनै कानुनबाट वर्जित काम गर्थ्यो। त्यो त आधिकारिक रूपमा सञ्चालन गरिएको मिडिया कम्पनी थियो। त्यस कम्पनी र ग्यालेक्सी टेलिभिजनको सुरुवात हुँदै गर्दा देशका अधिकांश नेता, उद्योगपति, समाजसेवी, कलाकार र पत्रकारहरू थप्पडी मार्न पुगेका थिए। के अब ती सबै दोषी थिए त? के गोर्खा मिडियामा कार्यरत र तलब खाने सबै कर्मचारीहरू दोषी थिए त? गोर्खा मिडियाले त्यही सहकारीबाट ल्याएको पैसाबाट राज्यलाई कर तिरेको थियो। त्यसो भए त नेपालको राजस्व कार्यालय पनि दोषी थियो त? त्यही राजस्वबाट देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री अनि संसदले तलब सुविधा बुझ्थे। के अब ती सबै दोषी भए त? यदि सहकारीकै पैसाबाट तलब खाएको विषयमा रविमाथि मुद्दा चल्छ भने यी सबैमाथि मुद्दा चल्नु पर्छ कि पर्दैन? रवि जो प्रत्यक्ष कतै संलग्न नै थिएनन्, उनी एक्लै माथि ठगी आरोपमा मुद्दा कसरी चल्न सक्छ? के यो न्यायसङ्गत छ? त्यति मात्र होइन, यी गिद्धहरूले रविलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको झुठो मुद्दा समेत लगाउन भ्याए, जबकि रविले गोर्खा मिडियामा आफ्नो एक पैसा पनि लगानी गरेका छैनन् र त्यस प्रयोजनका लागि देश वा विदेश कतैबाट एक सुक्का पनि पैसा ल्याएका छैनन्। न रवि, जीवी राई लगायतसँग अन्य कुनै व्यवसायमा संलग्न छन्। यस्तो प्रसङ्गमा सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोजन के आधारमा लगाइयो? यसले कानुनी राज्य र कथित स्वतन्त्र न्यायालयलाई गिज्याइरहेको छ। अब आफै सोच्नुहोस्, के रविमाथि राजनीतिक प्रतिशोध साधिएको छैन? के रविलाई अन्याय भएको छैन? रविमाथि तत्कालीन एमाले काङ्ग्रेस सरकारले यतिसम्म घृणित व्यवहार गर्यो कि उनलाई गलाउन र झुकाउन खुनखार अपराधीलाई झैँ देशभरिका कैयौं कारागार र अदालतहरूमा फनफनी घुमाइयो। यही देशको अदालत हो जसले अरबौं भ्रष्टाचारको मुद्दा लागेकालाई केही लाख र केही हजार धरौटीमा छाडेर कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दियो। तर रविलाई आफै संलग्न नभएको अभियोजनमा करोडौं करोड धरौटी तोकियो र उक्त धरौटी तिरिसक्दा पनि खतरनाक आतंककारीलाई झैँ थुनामै राख्न बाध्य पारियो। यही देशको अदालत हो जहाँ प्रत्यक्ष रूपमा सहकारी सञ्चालन गरी अरबौं अरबौं जनताको बचतको रकम अपचलन गरेका धनराज गुरुङ र ऋषिकेश पोखरेल जस्ता एमाले र काङ्ग्रेसका सयौं नेता अनि तिनका परिवार 20,000 धरौटीमा छुटे। त कोही विरुद्ध यथेष्ट प्रमाण हुँदाहुँदै पनि मुद्दा नै दायर गरिएन। जबकि रवि, जसले सहकारीबाट 1 रुपैयाँ आफ्नो नाममा बुझेका छैनन्, उनलाई बिरालोले बच्चा सारे झैँ एउटा कारागारबाट अर्को कारागारमा पटक पटक सारियो, मानसिक यातना दिइयो अनि अमानवीय व्यवहार गरियो। अब आफै भन्नुहोस्, के रविमाथि राजनीतिक प्रतिशोध साधिएको छ वा छैन? के रविलाई अन्याय भएको छ वा छैन? यति हुँदाहुँदै पनि रवि गलेका छैनन्। अन्याय र प्रतिशोधको विरुद्धमा सतीसाल झैँ उभिएका छन्। रविमा थप चमक बढेको छ। उनको राजनीतिक कद दिन 2 गुणा रात 4 गुणा बढिरहेको छ। उनको पार्टी रासोपा दिग्विजय उन्मुख छ। हो, न्यायमूर्तिको आँखामा पट्टी बाँधिएको हुन्छ, तर त्यसको मतलब न्यायालय अन्धो हुनु हो भन्ने होइन। दशकौं दलको वफादार भई झण्डा फहराइरहेका सम्मानित न्यायालयको कुर्सीमा छन् अनि हामी अझै पनि यही न्यायालय र यिनै न्यायाधीशहरूबाट न्यायको आशा गरिरहेका छौं। आशा त मरेको छैन, तर जनताको धैर्यता पक्कै सधैँ जीवित रहन्न। अदालतप्रतिको सम्मान र विश्वास अझै छ। रवि न्यायको हकदार हुन्। उनले न्याय पाउने विषय अवश्यम्भावी छ। ढिलो गरिदिइने न्याय पनि अन्याय हो। तसर्थ आम नेपाली जनता आशावादी छन्। न्यायालयले धैर्यताको बाँध टुटाउने छैन। रवि पुराना दल बा दाई भाउजूको इगोको शिकार भएका हुन्। यो विषय अब प्रमाणित गरिरहनु पर्दैन। तत्कालीन सरकारले अभियोजन गरेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको झुटो मुद्दा अनि मेलमिलापबाट मिल्न सक्ने लेनदेनको मामिलाले जबरजस्ती सहकारी ठगी बजाइएको सरकारवादी मुद्दा अहिलेको नागरिक भनिएको सरकारले तुरुन्त फिर्ता लिनुपर्दछ। यही देशमा हो जनता जागेपछि 27 घण्टामा व्यवस्था सङ्कटमा पर्यो। सरकार अपदस्थ भयो। प्रधानमन्त्री, मन्त्री अनि नेता भनिएकाहरू दुलो पस्न बाध्य भए। रविका लागि त यसअघि पनि जनता सडकमा आइसकेका छन्। तर यही प्रतिशोध र अन्यायको सिलसिला चलिरह्यो भने सोचौं अब आउने जनताको भेलले के मात्र बगाउँछ। चेतना भया।